वीरेन्द्रनगर नगरपालिकाका 81 जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 र 2 का 48 जना तथा वडा नम्बर 6, 7 र 8 का 33 जना गरी जम्मा 81 जना बालबालिकालाई सामग्री वितरण गरिएको हो। जोखिममा परेका ती बालबालिकालाई प्रतिजनालाई 2600 का दरले कुल 2,10,600 रुपियाँ बराबरका शैक्षिक सामग्री वितरण गरिएको हो। यो कार्यक्रम AIN लक्जमबर्गको आर्थिक सहयोगमा सुसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख आतिथ्यता कार्यवाहक नगर प्रमुख तथा वडा नम्बर 4 का वडा अध्यक्ष शेरबहादुर केसीले गर्नुभएको थियो। शिक्षा शाखा प्रमुख धीरेन्द्र कुमार शर्माले बालबालिकाको शिक्षामा यस्तो सहयोग निकै सराहनीय रहेको र निरन्तर आवश्यक रहेको बताउँदै सुसेक नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो। विद्यालय पोसाक, झोला, स्टेसनरी र जुत्ता पाएपछि विपन्न बालबालिका निकै खुसी देखिएका थिए। नमस्कार, मेरो नाम डेभिड गौली हो। म श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्छु। श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा सम्पूर्ण भाइ बहिनीहरू तथा स्वयं म आफूलाई के भन्न चाहन्छु भने यो सुसेक नेपालबाट आएको यति धेरै सामानहरूबाट म एकदमै खुसी भएको छु। अझ आउने समयमा यो सुसेक नेपालले झन् धेरै राम्रो कामहरू गर्ने भन्ने म चाहन्छु। विशाखा विद्यालय स्कुलमा पढ्छु, कक्षा 4 मा। हामी बाल क्लबको उपाध्यक्ष और हामीलाई यो सोसेक नेपालबाट मिलेर हामी धेरै खुसी छौँ। अर्कोचोटि पनि यस्तै हामीलाई सुविधा मिल्यो भने हामी खुसी हुन्छौँ। हाम्रो स्कुलको तर्फबाट सबै भाइ बहिनीहरू पनि खुसी हुनुहुन्छ। धन्यवाद। वडा नम्बर 2 का वडा अध्यक्ष गजबहादुर बुढा छेत्रीले भने सुसेक नेपालले दिएको सिपमूलक तालिमले चौधरी बस्तीका महिलाहरूले अहिले आफै अगरबत्ती उत्पादन गर्न थालेका छन्। तरकारी र च्याउ उत्पादन गर्दै आत्मनिर्भर बन्दै गएका छन् उहाँले भन्नुभयो। कार्यक्रममा सुसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले आर्थिक अभावका कारण कोही पनि बालबालिका पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको बताउनु भएको छ। हुने खाने र हुँदा खाने दुईटा वर्ग छ। हुने खानेका लागि भन्दा पनि हुँदा खानेका लागि जो चाहिँ भएपछि खाने नभएर भोकै बस्ने समुदाय छ त्यो समुदायका लागि काम गर्छ। त्यही समुदाय अन्तर्गतका बालबालिकाहरूलाई यो विद्यालयमा जान अप्ठ्यारो भएको छ, ड्रेस कमी भएको छ, केही अप्ठ्यारो भइरहेको छ भन्ने हिसाबले हामीले यो स्टेसनरी अन्तर्गत जुन भाइ बहिनीहरूलाई पेन, सर्ट, कापी, डट पेन, पेन्सिल, झोला, स्वेटर, जुत्ता जुन सहयोग गरेका छौँ। र सबैभन्दा ठुलो कुरो के हो त भन्दा तपाईँहरू भविष्य कर्णधार हो र अब हिजो कापी छैन मम्मी म के गरौँ, कापी छैन बुवा म के गरौँ, कापी छैन दाजु म के गरौँ अथवा बाजे कापी छैन के गरौँ भन्ने ठाउँ नहोला। किनभने यत्रो कापीहरू पाउनु भएको छ। अब पढ्नमा ध्यान दिनु होला। पढ्नुपर्छ, सबैभन्दा ठुलो कुरो पढ्नुपर्छ। कापी, किताब, झोला र स्टेसनरीको अभावले पढाइ नछुटोस् भन्ने हाम्रो चाहना रहेको उहाँले बताउनु भएको हो। कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र प्रसाद शर्मा, महिला बालबालिका शाखा अधिकृत चन्द्र कुमारी शर्मा, प्रधानाध्यापक, शिक्षक लगायतको उपस्थिति रहेको थियो। यसअघि पनि बिहानी परियोजनाले जुम्लाको चन्दनाथ नगरपालिकाका 78 जना बालबालिकालाई विद्यालय पोसाक, झोला, स्टेसनरी र जुत्ता वितरण गरिसकेको छ।